तिमीभन्दा ठुलो छ त माछा त फर्स्ट टाइम देखेँ लाइफमा मैले यार यत्रो ट्राउट माछा डेन्जर गरुङ्गो छ यार उहाँहरूले चाहिँ सबभन्दा ठुलो माछा पक्रेको अरे अहिलेसम्म हेलो एभ्रिवान नमस्ते तपाईँहरू सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी अलिसा तमाङ यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ वेलकम टु माई युट्युब च्यानल अनि आज चाहिँ हामीहरू कता जाँदैछ होला आज चाहिँ हामीहरू फिसिङ गर्न जाँदैछ वी बोथ आर भेरी 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 एक्साइटेड किनकि हामी दुईजनाले नै लाइफमा कहिले पनि फिसिङ गरेको छैन हामी दुईजनासँग चाहिँ अझै एउटा भाइ आउनु हुँदैछ भाइको नाम चाहिँ विदुर हो ऊ चाहिँ पहिलेबाट फिसिङ गर्दो रहेछ भाइले चाहिँ त्यही भएर हामीलाई पनि जोइन गर भनेको होइन त्यही भएर वी बोथ आर भेरी एक्साइटेड टु जोइन हिम अनि उहाँसँग चाहिँ अभियसली लाइसेन्स छ त्यही भएर हामीहरूले फिसिङ गर्न पाएको हो अदरवाइज यहाँ युकेमा चाहिँ तपाईँसँग लाइसेन्स छैन भने चाहिँ आई डोन्ट थिङ्क सो तपाईँले फिसिङ गर्न मिल्छ होला लुकेर चाहिँ आई डोन्ट नो तर लाइसेन्स चाहिँ हुनुपर्छ अनि त्यही कारणले के भन्छ आज हामीहरू त्यो फिसिङको एक्सपिरियन्स लिनको लागि चाहिँ एकदमै एकदमै एक्साइटेड छौँ अनि एक्साइटेड भएर चाहिँ त्यही भएर अहिले चाहिँ कति 8:30 भयो आज चाहिँ मेरो छुट्टी हो अनि काममा जाने बेलामा चाहिँ कति अल्छी लागि उठेर जान्छ नि त के अरे फिसिङ गर्नको लागि त आज म 7 बजे नै उठेको कि बिहान नै कि आज चाहिँ वेदर एकदमै राम्रो छ म चाहिँ यसरी बसेर छु ऊ चाहिँ गाडी चलाउँदैछ अनि ठ्याक्कै हाम्रो घरबाट चाहिँ 1 घन्टा 30 मिनटको टाढामा छ त्यो ठाउँ चाहिँ के हो ठाउँको नाम चाहिँ बुढा ठाउँको नाम चाहिँ थाहा भएन अरे उसलाई होइन आई थिङ्क यो जो हामीहरू पहिला घरमा बस्थ्यो नि त्यहाँबाट चाहिँ नजिक थियो क्या तर हामीले इग्नोर हान्यो जब हामी त्यहाँ बस्यौँ त्यहाँबाट चाहिँ जम्मा 30 मिनट जस्तो लाग्थ्यो होला यहाँबाट चाहिँ अलि टाइम लाग्छ चाहिँ त्यही हो जाँदैछ अनि तपाईँहरूलाई पनि देखाउने छु हाम्रो आजको एक्सपिरियन्स होपफुली तपाईँहरूले पनि रमाइलो गर्ने हुनेछ हामीसँग सो लेट्स गो ड्राइभरमा माइलो मोटर चलाउँदै हेर्न हेर कान्छा मायाले बुढीलाई बुलाउँदै अगाडि चाहिँ यस्तो डेन्जर ट्राफिक छ कि तपाईँको हालत कस्तो छ साइडमा ठिकै छ ट्राफिक म चलाइदिउँ किन तिमीलाई के दुःख दिनु अब ओ गड 1 घन्टा भइसक्यो यस्तो बिस्तारै बिस्तारै हिँडेको अघि नै आधा घन्टाबाट हामी खिचिक गर्दै जाँदैछ क्या निन्दा लागेछ बिचरा बिहानै 5 बजी हिँड्नुपर्ने थियो है बरु छिटो पुग्थ्यो कि के अरे यहाँनिर चाहिँ अलिकति ब्रेक लिन आएको हामी दुईजना चाहिँ मलाई कस्तो हुन्छ नि बिहानै उठेर कस्तो निन्दा जस्तो पनि लागिरहेछ त्यही भएर अलिकति कफी पनि पिउँछु जाडो है जाडो भएर यहाँ ज्याकेट लगाइहालेको कि मैले चाहिँ तपाईँले जाडो भएन ओहो खासै केही त अप्सनहरू नरहेछ है हामी चाहिँ आफ्नो गाडीमा आइपुगेँ के अरे स्टारबक्समा गएको थियो स्टारबक्समा जो मलाई चाहिएको थिएन त्यो मलाई पाएन अनि एट दि एन्ड चाहिँ म अर्को ठाउँमा गएर स्टारबक्सै लिएर आएको कि वा के फाइदा फ्रेसै खाइहाल्थेँ यसले त म ठिक छ नि त कोल्ड अन ल हाम्रो चाहिँ ब्रेकफास्ट यहीँ स्टारबक्स नै गाडीमै गर्छु सो यिनीहरू चाहिँ तातो हो खानाहरू चाहिँ होइन आलु हो क्या आलु अनि भित्र चाहिँ ससेज हो मिठो रहेछ माछी मारा ना हे दाई हो ला 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 सानो तालाब रहेछ यहाँनिर है आन्स मेरो बुढाको फेरि सो अफ के फेरि ल भाइले इग्नोर हान्दैछ हजुरलाई फोन उठाएन त कुन साइडमा छौ तिमी हामी यहाँ पार्कमा आए म त चप्पलमा आएको छु आज चाहिँ कस्तो डेन्जर हावा चलिरहेको कि
जाडो जाडो भइरहेको छ मलाई चाहिँ अलिअलि कस्तो शान्त के हामी चाहिँ यहाँ फिसिङ एरियामा आइपुग्यो अन्त भाइ चाहिँ अलरेडी गरिरहेको रहेछ अनि उसले चाहिँ आफ्नो इक्विपमेन्ट्सहरू देखाउँदैछ फिसिङको यो चाहिँ माछालाई एट्र्याक्ट गर्ने फेदरहरू रे यति धेरै है वाउ अनि फिसिङको सामान जस्ट यो मात्रै हो अनि फेरि यो रड अनि फेरि यो होइन नेट माछाले चाहिँ एकचोटि खाएपछि काम लाग्दैन हजुर त्यो यसको फ्लाइहरू बिग्रिन्छ नि त त्यो इमिडिएटै गर्न सक्दैन कि यसले ए फिसिङ रड चाहिँ यो हो होइन अनि त्यो अघिको त्यो फ्लाइज भनेको चाहिँ यहाँ यता यस्तो टुप्पोमा लगाउँछ कि अनि यो चाहिँ हामीले यस्तो थ्रो गरेर यसमा माछा अड्किन्छ अनि फेरि यसले यसरी तान्ने खै यसो ध्यान त स्किल चाहिन्छ यसको लागि पनि यत्तिकै जो पाइ त्यसले गर्न मिल्दैन स्टार्टिङमा गाह्रो भयो गाह्रो हुन्छ है चस्मा लगाएन भने त त्यस्तै आउँछ कि आँखातिर उन्निन्छ ज्याकेटहरू कति च्यातिसक्यो यस्तो टोपी कसरी माछाले होइन त्यो हो त्यसरी कास्ट गर्दाखेरि त्यो फ्लाइ पनि तपाईँसँग रिटर्न आउँछ नि त त्यो रिटर्न आउँदाखेरि नजानेर कि ए माछा यस्तै तान्दाखेरि अनि त्यो हुक यस्तै आफूतिर आएर उन्निने क्या ए ओके चस्मा चाहिँ म्यान्डेटरी सुरुमा सिक्दाखेरि सुन्नुभयो होला नि हजुरहरूले के अरे चस्मा म्यान्डेटरी अनि के अरे थोत्रो थोत्रो लुगा लगाएर आउनु किनकि यसरी फाल्दाखेरि लुगामा अड्किँदाखेरि लुगाहरू च्यातिन्छ अनि आँखाहरूमा लाग्छ होइन गाह्रो हुन्छ त्यही भएर एकदमै धेरै स्किल्स चाहिन्छ क्या यसको लागि चाहिँ अशोकले यत्तिकै हेर्दैछ ट्राई गर्दैछ तर आज एकदमै धेरै विन्डी हुने कारणले चाहिँ अशोकले ट्राई गर्न मिल्दैन जस्तो लाग्यो मलाई चाहिँ हेरौँ अब के हुन्छ हामीले आज माछा पक्रिन्छ कि पक्रिँदैन कस्तो भयो त 1 घन्टाको प्र्याक्टिस सो 1 घन्टामा चाहिँ मैले धेरै सिकेँ होइन हातै दुख्यो भन्दै थियो यो औँलाहरू दुखिरहेछ क्या भोलि एउटा आर्म पुरा दुख्छ हजुरको टेक्निक सिक्दै थियो क्या कसरी चाहिँ टकको मोसनमा खेलाएर है जे चिजको नि टेक्निक के हो स्किल्स क्या जे चिजको पनि सो बेसिक सिकेको रमाइलो भयो म चाहिँ एकदम फास्ट लर्नर हो नि त त्यही सिकिहालेँ क्या मैले चाहिँ मैले आई थिङ्क राम्रै गरेँ होला एज अ बिगिनर चाहिँ बिगिनरले चाहिँ यति साह्रो चाहिँ गर्न सक्थेन होला उहाँ इन्स्ट्रक्टरलाई सोध्नु न कस्तो गर्यो इन्स्ट्रक्टरबाट बवाल आइसक्यो सो द्याट मिन्स मैले राम्रै गरेको रहेछ सो अब हामी लोकेसन चेन्ज गर्नुपर्छ किनकि माछा परेन बिगिनरको हातमा लक भएन आज होइन अब अर्को ठाउँमा हुन्छ कि त्यो लोकेसन पनि भर पर्छ रे क्या विन्डी छ होइन त्यही भएर आकाशमा त एरोप्लेन रहेछ एउटा दुईटा तिनटा त्यहाँ पनि अझ एउटा म चाहिँ भर्खरै गाडीभित्र आएर के अरे बसेको बाहिर चाहिँ एकदमै धेरै नै हावा आयो क्या अनि अलिअलि जाडो पनि हुन थाल्यो त्यहाँबाट म चाहिँ भित्र आएर चाहिँ चिप्स खाँदैछु र भाइ चाहिँ उतातिर स्टिल फिसिङ गर्दैछ अनि अगाडि पनि यहाँनिर सबै फिसिङ गर्ने ठाउँ रहेछ नि त मान्छेहरू ठाउँ ठाउँमा फिसिङ गर्दैछ अनि म चाहिँ हेर्दैछु कसले माछा पक्रियो कसले माछा पक्रेन आज यस्तो राम्रो वेदर छ एकदम विन्डी छ क्या तर एकदम हावा चलिरहेको छ 5G देखाउँदैछ तर नेटै चलिरहेन आजा तुझे हेवन दिखाऊंगी आफ्नै टिकटक हेर्दै बस्छु मैले अस्ति भिडियो अपलोड गरेको थिएँ क्या त्यही हेरिरहेको थियो अनि तपाईँले मलाई टिकटकमा कि त इन्स्टाग्राममा पनि फलो गर्न सक्नुहुन्छ नाम चाहिँ म यहाँनिर लेखिदिन्छु इन्स्टाग्राममा चाहिँ मैले जे होस् प्रायः जस्तो अपडेटहरू गरिरहेको हुन्छु मेरो बुढा र भाइ चाहिँ उ त्यहाँनिर छ आउँदैछ नयाँ ठाउँमा तर माछा पक्र्नुको पनि स्किल्स अनि फेरि टेक्निक हुँदो रहेछ होइन मलाई आज बल्ल थाहा पायो थ्याङ्क गड अदरवाइज मलाई यस्तो लाग्थ्यो कि माछा पक्र्न एकदमै सजिलो छ बसिराख्ने हो यस्तरी पानीमा त्यो रड हालेर बसिराख्ने बस माछाले खान्छ तान्छ भन्ने टाइपको फिल भएको थियो तर त्यसो हुँदैन रहेछ अभियसली त्यसको लागि नि टेक्निक हुनुपर्दो रहेछ तान्ने टेक्निक हुँदो रहेछ त्यो हुकहरूको त्यो अघि नै देखाउँदै थियो नि मैले हो तिनीहरू पनि डिफ्रेन्ट हुँदो रहेछ सो मेनी थिङ्स के होइन त्यही हो वी लर्न एभ्री डे आज चाहिँ मैले त्यही फिसिङको बारेमा लर्न गरेँ एकदमै राम्रो लागिरहेछ मलाई चाहिँ आई होप तपाईँहरूले पनि ल अलिअलि भए पनि सिक्नुभयो होला मेरो भ्लगदेखि होइन फिसिङ गर्न त्यति साह्रो सजिलो छैन भनेर त्यही यो जङ्गलको बिचमा छौँ नि त अहिले त्यही भएर यहाँनिर चाहिँ यति साह्रो राम्रो नेटवर्क पक्रेको छैन क्या मेरो मामाले क्या जहिले पनि मेरो मामालाई फोन गर्छु नि
मेरो बाबाले के भन्छ जङ्गलको बिचमा आइपुग्यो के हो तिमीहरू खालि नेटवर्कै पक्र्दैन भन्छ क्या मेरो मामाहरूलाई पनि थाहा पाइसक्यो कि युकेमा जहाँ नेटवर्क पक्र्दैन त्यसको मतलब यो कि हामी जङ्गलमा छौँ त्यसले कि यहीँ टाढाबाट देखिरहेको छु कि मेरो बुढा र भाइले चाहिँ माछा पक्रे जस्तो लागिरहेको क्या भाइले चाहिँ भन्यो कहिले कहिले बिहानबाट साँझ साउन बज्दाखेरि पनि माछा नै पक्रिँदैन कहिले कहिले चाहिँ 6-7वटा माछा लिएर जान्छ अरे सो इट डिपेन्ड्स अन लक एज वेल आज चाहिँ खोइ कतिवटा लिएर जान्छ थाहा नै छैन तर अहिलेसम्म चाहिँ हामी कति 2 घन्टा भयो अहिलेसम्म पक्रेको छैन माछा पक्रे जस्तो छ माछा ऊ त्यहाँनिर कत्रो ठुलो माछा हो बि मछलीकै छेउछेउमै तैरिरहेको रहेछ नि त अनि उहाँको नेटले यसरी पक्रेको नि आइदिएको के कत्रो ठुलो देखेको ओ माई गड कति ठुलो माछा हो अहिले देखाउँछु है ओ भर्खर दाइले चाहिँ ठुलो माछा हात पार्नु अब दाइले जोसन भयो अब हामी पनि तात्तिनु पर्छ त्यो हावा चलेको सो दाइले चाहिँ ठुल्ठुलो माछा 2टा पारिसक्नुभयो त्यहाँ अर्को नि हान्दै हुनुहुन्छ जो यो 5-6 केजीको ट्राउट माछा चाहिँ हाम्रो दाइले पार्नु भएको छ सो फर्स्ट टाइम देखेँ लाइफमा मैले यार यत्रो ट्राउट माछा डेन्जर गरुङ्गो छ यार जोक गरेको होइन क्या साँच्चीको हेर न ल हेर न मेरो फेस कत्रो छ यो फिस कत्रो छ क्या खुट्टासँग नाप्दिनु न खुट्टासँग यस्तै नाप्नु न ल लेन्थ क्या लेन्थ पनि यस्तै ल हेर्नु है त कति ठुलो माछा तिमीभन्दा ठुलो छ त माछा त तिम्रो टाउको त टाइम 6 दाइको चाहिँ अझै एकचोटि पर्यो हामी चाहिँ हेरेको हेरे माछा पर्यो ये माछा पर्यो माछा पक्रियो पानीमा चाहिँ हामीले किन राखेको माछालाई चाहिँ मुरेको माछालाई त्यो बाहिर राख्यो भने चाहिँ छिटो सुक्छ नि त छाला सुकेपछि त्यो अनि मिठो हुँदैन क्या पानीमा राख्यो भने त्यो भिजिरहेको छ ओके अब यही माछालाई हेर्नु अर्को साथीहरू आउँदैन यसको बोलाउनु पर्छ ओके स्टिल प्रयास चल्दैछ यहाँ भाइको भाइ चाहिँ डेन्जर प्रो रहेछ है आज मजा आइरहेछ भाइसँग यहाँ फिसिङ गर्न एक्सपिरियन्स भयो भाइ कति वर्षको एक्सपिरियन्स हो भनिदेऊ 2 इयर्सको एक्सपिरियन्स चाहिँ भाइले चाहिँ आजसम्मको सबभन्दा ठुलो फिस कति केजीको पक्रेको रे भाइ 6 केजीको माछा पक्र्नु भएको अघि नै जो हामीले भ्लगमा देखाएको थियो नि हो त्यत्रै फिस पक्रेर लिएर गएको थियो भाइले यिनीहरू लामो होइन अहिलेसम्म चाहिँ हामीले 2टा माछा पक्रिसक्यो उसको चाहिँ एम छ एउटा पक्र्नको लागि तर अहिलेसम्म पक्रेको छैन कि उसले चाहिँ ओ स्वान उडेको मलाई चाहिँ आज बल्ल थाहा पायो कि हाँसहरू पनि उड्दो रहेछ भनेर के हावामा यहाँनिर आएर थाहा पाएँ आज धेरै कुराहरू ऊ त्यहाँनिर थियो माछा नपाएर फेरि अब यतापट्टि आएको दाइ कतिवटा माछा समात्नु भयो भनिदिनुहोस् त अझै 2टा अब टोटल चाहिँ दाइले 4वटा समात्नु भयो है ओ गड हेर 4वटा समात्नु भयो अनि फेरि हामीले एउटा दिनुभएको दाइले ऊ आयो दाइ चाहिँ फुल रेडी हुनुहुन्छ है समात्नको लागि चाहिँ दाइ हजुर जाला फेरि पानीभित्र ला अलि नजिक मुनिबाट ये पकड्नु भयो पिङ्क ला 5वटा भयो है उहाँको के हाल्छ पक्र्नु भएन भाइ निराश छौ त ल अब चाहिँ फर्किनुपर्छ है कतिवटा माछा समात्यो भनेर हाम्रो 2टा माछाको टिकट काटेको नि त अब एउटाको वेट कति एउटाको वेट कति लेख्नुपर्छ म युट्युब हेर्छु कसरी खानुपर्छ चिप्लो रहेछ यो चाहिँ 3 LBS 1.5 किलो 1.5 किलोको माछा समाते आज यहाँ चाहिँ ऊ रजिस्टर गर्दैछ यो चाहिँ माछा ऊ त्यसरी प्लास्टिकमा हालेर लिएर जाने हो यो चाहिँ 3.5 याहू माछा
फोटो हेरौँ न फोटो हेरौँ है भित्र कसले सबभन्दा ठुलो पक्रेछ माछा आजसम्म भनेर दाइ पनि यहीँ आउनुहुन्छ यो पनि चिनेको यो दाइ चाहिँ मैले चिनेको होइन तर देखेको दाइ चाहिँ मजाले चिन्छु दुइटा दाइ चाहिँ उहाँहरूले चाहिँ सबभन्दा ठुलो माछा पक्रेको अरे अहिलेसम्म ओ बाफ्रे कस्तो ठुलो माछा पक्रेको यो ओहो त्यही हो आज हामीले एकदमै रमाइलो गऱ्यो अब चाहिँ हामीहरू घर जान आँटेको भित्र तपाईँहरूलाई मैले भर्खरै देखाएँ कि मान्छेले कस्तो ठुल्ठुलो माछाहरू पक्रेको छ भनेर आज पनि हामीले पक्रेको माछा एकदमै ठुलो थियो 7-8 केजीको अघि मैले जो भिडियो देखाएँ नि हो त्यो हामीले चाहिँ पक्रेको होइन तर हाम्रो त्यो अर्को दाइले पक्र्नु भएको अनि फर्स्ट टाइम देखेँ है माछाहरू पनि यत्रो ठुलो फर्स्ट टाइम पक्रेर देखेको कि यति भारी हुँदो रहेछ यस्तो ठुलो क्या कस्तो मजाको फर्स्ट टाइम एक्सपिरियन्स यस्तो दामी बवाल भयो सँगै निस्किन् फोटो खिचिहाल्छ होइन अब चाहिँ हामीहरू फर्किने अनि फेरि घरमा माछाहरू गएर सफा गरेर खाने चाहिँ फेरि भोलि हो किनकि आज सबै एकदमै डेन्जर बिजी छ नि त म चाहिँ पार्टी जाँदैछु मेरो बुढा चाहिँ आएर के गरिरहेछ अनि भाइले चाहिँ भाइको पनि आफ्नै छ वहाँनिर आज प्लान त्यही भएर माछा चाहिँ आज होइन हामीले भोलि खाने हो सो मेरो चस्मा चाहिँ कहाँ गयो मेरो चस्मा यहाँ छ पर्फेक्ट डे थियो आज फिसिङको लागि अनि तपाईँहरूले पनि इन्जोय गर्नुभयो होला अब चाहिँ त्यही हो यहाँबाट 1 घन्टा 20 मिनट जस्तो लाग्छ होला घर पुग्नु चाहिँ यदि तपाईँहरूले मेरो भ्लग मन पराउनु भयो भने चाहिँ राम्रो लाग्छ भने चाहिँ तपाईँले मेरो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ लाइक गर्न सक्नुहुन्छ सेयर गर्न सक्नुहुन्छ मेरो बुढालाई चाहिँ इग्नोर गर्नु ऊ चाहिँ छुर्पी खाँदैछ तर मुक्तो भइरहेछ उसको यहाँ चाहिँ अहिले लोकेसनको कुरा हुँदैछ कहाँबाट जाने हो भने अब चाहिँ हामी हिँडेको अनि भाइलाई चाहिँ अब हामीहरू आफ्नो घरमा भेट्छ त्यसपछि मछली खाएंगे आज नहीं कल खाएंगे अब मछली